कुनै पनि मान्छे करोडपति बन्छ कि बन्दैन भनेर हामीले कसरी थाहा पाउने? यसको बारेमा धेरै डिस्कसनहरू चाहिँ तपाईँले ज्योतिषहरूको मुखबाट सुन्नुभएको होला धन्योगको बारेमा र त्यो धन्योगको बारेमा आज अलिकति राम्ररी डिस्कस गरौँ। सो धन्योग चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ तपाईँको सेकेन्ड हाउस हाम्रो वेल्थ एकुमुलेसनको घर हो भने चाहिँ 11th हाउस हाम्रो इन्कमको घर हो। नर्मली ज्योतिषहरूले के भन्छ भन्दाखेरि सेकेन्ड र 11thको लर्ड सँगै बस्दाखेरि कन्जङ्क्ट हुँदाखेरि अरू केही भनौँ न एस्पेक्टको थ्रुबाट कनेक्सन बनाउँदाखेरि चाहिँ त्यो मान्छे करोडपति अरू केही लेभलको रिच हुन्छ। तर के यो साँचो हो त? अवश्य होइन, यो अधुरो साँचो हो। सो यस्तो खालको धनियोग हुनेहरू चाहिँ अलिकति धेरै नै भेटाउनुहुन्छ तपाईँले चार्टमा, बट सबैजना धनी हुँदैनन्। किन हुँदैनन् भन्दाखेरि चाहिँ एउटा एकदमै धनी मान्छेको चाहिँ त्यहाँ सर्किट बनिरहेको हुन्छ। जस्तै सेकेन्ड हाउस 11th हाउसमा गएर एक्जल्टेड बनेको हुन्छ, 11th हाउसको डिस्पोजिटर फेरि अर्को हाउसमा गएर एक्जल्टेड भएको हुन्छ। सो त्यो एउटा सर्किट बनिरहेको हुन्छ जहाँ चाहिँ एक्जल्टेड पछि एक्जल्टेड प्लानेट चाहिँ पाइरहेको हुन्छ। सो त्यो रियल लाइफमा चाहिँ कसरी मेनिफेस्ट गर्छ भन्दाखेरि चाहिँ त्यो मान्छे राइट प्लेसमा राइट टाइममा अरू मान्छेसँग भेट्छ जो चाहिँ उसलाई चाहिँ वेल्थ बनाउनको लागि चाहिँ हेल्प गर्छ। जस्तै फर एक्जाम्पल अब धेरैजना मान्छे जो पनि तपाईँले धनी भएको देख्नुभएको छ, धेरैजना छन् स्किलको थ्रुबाट आफ्नै मेहनतले धनी भएको पनि तपाईँले देख्नुभएको होला। तर कोही कोही मान्छे यस्तो छन् जो चाहिँ राइट ठाउँमा राइट टाइममा पुगेको कारणले गर्दाखेरि धनी भएको छन्। जस्तै कुनै इनोभेसन पनि गरेको छैन, अरू भनौँ न कुनै नयाँ कुरा चाहिँ गरेको होइन, सेम त्यही कुरा जो अरूले पनि गर्न सक्छ उहाँहरूले त्यही नै गर्नुभएको हो। तर उहाँ भनौँ न एउटा फर्स्ट मुभर हुनसक्छ, अरू उहाँसँग एउटा यस्तो टिम हुनसक्छ जसले चाहिँ उहाँलाई चाहिँ त्यो पोजिसनसम्म चाहिँ पुर्यायो। सो त्यो हुनमा चाहिँ त्यो कम्बिनेसनले चाहिँ हेल्प गरेको हुन्छ। र त्योसँगै अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको धनयोग भए तापनि यदि तपाईँसँग दशाको साथ छैन, यदि तपाईँको दशा चाहिँ 80 वर्षको उमेरमा 90 वर्षको उमेरमा चाहिँ त्यो धनयोग फलित हुने दशा छ भने त्यो पनि त काम भएन। सो त्यही कारणले गर्दाखेरि चाहिँ लकी भन्दाखेरि चाहिँ कस्तो खालको चार्ट हुन्छ भन्दाखेरि जसको चाहिँ धनयोग छ र एक्टिभेसन पनि चाहिँ तपाईँको भनौँ न 16-17 वर्ष अर एटलिस्ट 30बाट अगाडि नै एक्टिभेसन जसको हुन्छ उहाँले चाहिँ प्रपरली चाहिँ त्यो धनयोगको भोग गर्न पाउनुहुन्छ। उहाँसँग त्यो यौवन अरू उहाँसँग त्यो एनर्जी युथफुलनेस पनि हुन्छ, जसले गर्दाखेरि चाहिँ उहाँले विभिन्न लग्जरी रिलेटेड सामानहरू पनि किन्न सक्नुहुन्छ वा अब अरूलाई डोनेसन गर्ने, च्यारिटी गर्नेदेखि लिएर सबै काममा चाहिँ गर्न सक्नुहुन्छ। अब त्यो पछि चाहिँ हुँदैन भन्न खोजेको चाहिँ होइन, बट स्टिल त्यो भोग गर्नु छ भने चाहिँ त्यो टाइम पिरियडमा चाहिँ एकदमै राम्रो हुन्छ। तर अब यसमा चाहिँ अर्को कुरा पनि के छ भन्दाखेरि चाहिँ तपाईँले D1 चार्टमा मात्र हेरेर चाहिँ हुँदैन, यसलाई चाहिँ तपाईँले D2 D9 गरेर विभिन्न डिभिजनल चार्टमा पनि भेरिफाई गर्नुपर्ने हुन्छ। र यदि तपाईँले त्यो भेरिफाई गर्दाखेरि त्यो सबै ठाउँमा चाहिँ पोजिटिभ नै देखिएको छ भने चाहिँ त्यो मान्छे करोडपति अरू भनौँ न त्योभन्दा नि माथि बन्न सक्ने चाहिँ चान्सेसहरू हाई हुन्छ। सो त्यसमा पनि सर्टेन अब तपाईँको एक्सेप्सनहरू पनि छ। सो त्यो चाहिँ हामीले कन्सिडर गर्नुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ अहिलेको लागि बेसिकली तपाईँले के हेर्नु भन्दाखेरि चाहिँ तपाईँको सेकेन्ड लर्ड र 11th लर्डको कम्बिनेसन भइरहेको छ कि छैन, तपाईँको लग्न स्ट्रङ छ कि छैन, र त्योसँगै चाहिँ तपाईँको D2मा कस्तो छ प्लानेटको पोजिसनहरू। र अर्को टपिक पनि यस्तै खालको हुनेवाला छ। सो त्यही कारणले गर्दाखेरि यो च्यानललाई फलो गर्नुहोला र हेर्दै गर्नुहोला। राधे राधे।